आज हामी क्लास 12 म्याथको एन्टी डेरिभेटिभको भिडियो लिएर आएको छौँ। एक्सर्साइज 14.1 को बेसिक म्याथमेटिक्सको छ। बेसिक म्याथमेटिक्सको बुकको छ र कुनै कुनै पनि बुक होस् एन्टी डेरिभेटिभ छ। एन्टी डेरिभेटिभको हिसाबहरू सेमै हुन्छ, फर्मुला पनि सेम नै हुन्छ। हिसाब पनि जुनसुकै बुकबाट ल्याऊ, जुनसुकै बुकको पनि हिसाब मिल्छ। तर हामी स्टार्ट गरौँ। अब यो एक्सर्साइज स्टार्ट गर्नुभन्दा अघि केही 2-4वटा फर्मुला हामीलाई जान्नुपर्छ। यो एक्सर्साइज 14.1 मा जम्मा 6वटा फर्मुला छ। जम्मा 6वटा फर्मुला छ, तर अहिले हामी 1 नम्बरको हिसाबको सल्भ गर्छौँ। 1 नम्बर हिसाबको सल्भ गर्नुको लागि 1 देखि सायद 18 नम्बरसम्म हिसाब छ। फर्स्ट नम्बरमा 1 देखि 18 नम्बरसम्मको हिसाब छ फर्स्ट नम्बरमा। र म के भन्न चाहन्छु, यो हिसाब फर्स्ट नम्बरको हिसाब गर्नुको लागि यो 3वटा फर्मुला मात्र चाहिन्छ। योभन्दा एक्स्ट्रा कुनै फर्मुला चाहिएन, यो 3वटा फर्मुला मात्र चाहियो। तर त्यसैको लागि यो 3वटा फर्मुला कुनै साइडमा अथवा चाहिँ कुनै कपीमा लेखिलिनु होला। त्यसपछि नै एक्सर्साइज बनाउनु होला है। र म भन्न के चाहन्छु, म यो एक्सर्साइजमा जम्मा 1 नम्बरदेखि लिएर 8 नम्बरसम्म मात्र बनाउनेछु है। 8 नम्बरसम्म मात्र बनाउनेछु, किनभने भिडियो धेरै ठुलो भइहाल्छ। त पार्ट वाइज बनाउने गर्छु है। पार्ट वाइज पार्ट 1, पार्ट 2, पार्ट 2, पार्ट 3 गरेर म बनाउँछु है। त्यही भएर कृपया सपोर्ट गर्नुहोला है। ल स्टार्ट गरौँ। फर्स्ट फर्मुला हाम्रो यो रहेछ 1/a² + x² को फर्ममा आउँदाखेरि कुनै पनि होस् a + x² को फर्ममा आयो भने हामी कुन फर्मुला युज गर्न मिल्छ, डाइरेक्ट यो फर्मुला युज गरिदिनु है। जस्तै इक्जाम्पलको लागि हेरौँ। फर्स्ट नम्बरको फर्मुला छ, यो भिडियो कन्सेप्टको साथसाथ हिसाब पनि बनाउनेछु यसमा है। जस्तै इक्जाम्पलको लागि हेरौँ त जस्तै कुनै फर्मुला छ है। यो फर्स्ट फर्मुलाको इक्जाम्पल है। त मानौ यो भयो 1/a को ठाउँमा कुनै पनि नम्बर हालिदिउँ। मानौ म 25 हालिदिइरहेको छु, अनि x को ठाउँमा डाइरेक्ट x हालिदिउँ है, x। र यहाँ dx दिएको छ। यसलाई डाइरेक्ट फर्मुलामा हालिदिन्छु। पहिला यसरी लेख्ने 1/5 को स्क्वायर, 5 को स्क्वायर 25 प्लस x² र यहाँ dx भयो। अनि यसको डाइरेक्ट फर्मुलामा लगाउन मिल्छ। हेरौँ फर्मुला 1/a tan इन्भर्स x/a प्लस यसमा a कुन छ त, a 5 भयो। 1/a tan इन्भर्स x/a के भयो त 5, सरी यहाँ 5 हुन्छ है, 5 a प्लस c भनेको कन्स्ट्यान्ट। यति नै हाम्रो डाइरेक्ट एन्सर भयो। यो भयो फर्स्ट नम्बरको इक्जाम्पल है फर्मुलाको। अब त्यस्तै खालकोमा यहाँ आउँछ 1/√a² - x²। अब यहाँ माइनस आउँदाखेरि माइनस आयो, यहाँ प्लस थियो, यहाँ माइनस छ। अनि माइनसको ठाउँमा पनि त्यस्तै फर्ममा यस्तै दिएको हुन्छ, यहाँ प्लसको ठाउँमा गएर माइनस दिइहाल्छ। अनि डाइरेक्ट हामीलाई यो फर्मुला लेख्न मिल्छ 1/2a log a + x/a - x + c। यसरी डाइरेक्ट लेख्न मिल्छ। अनि त्यस्तै खालमा यदि यहाँ x² छ, x² - a², यहाँ a - x² थियो, यहाँ x - a² छ। दुवै फर्मुला यहाँ पनि छ 1/2a, यहाँ छ log सेम छ। यहाँ छ a² - x² मा चाहिँ a + x/a - x प्लस c। यहाँ के थियो x² - a² मा x - a/x प्लस a प्लस c। यहाँ यो दुवैमा कन्फ्युजन हुन सक्छ, तर कन्फ्युजन दूर गर्नुला है। अब एउटा इम्पोर्टेन्ट फर्मुला छ, इम्पोर्टेन्ट फर्मुला, तर यो बुकमा हामीलाई दिएको छैन, तर फर्मुला यो युज हुन्छ। अब कुन इम्पोर्टेन्ट फर्मुला छ हेरौँ त। जस्तै कुनै फङ्सन छ है, कुनै फङ्सन f x एउटा फङ्सन छ। यो कुनै एउटा फङ्सन छ र यो फङ्सनको अब हेरौँ त, यो एउटा फङ्सन छ। यो फङ्सन तलपट्टि दिएको छ,
तल दिएको छ तल अनि यसको डेरिभेटिभ यानी कि एफ डैश को डेरिभेटिभ फंक्शन को डेरिभेटिभ माथि दिएको छ र यसको इन्टिग्रेसन दिएको छ भने डाइरेक्ट हामीले के लेख्न मिल्छ log एफ एक्स डाइरेक्ट लेख्न मिल्छ। यो एउटा फर्मुला छ। मलाई थाहा छ तिमीहरू अहिले यहाँ बुझेको छैन, मलाई थाहा छ तिमी अहिले बुझेको छैन। यो फंक्शन छ कस्तो खालको फंक्शन ले मानौ न यहाँ एप्पल दिएको छ, एप्पल बुझ्नको लागि भनेको छु। एप्पल एउटा के छ फंक्शन छ, एप्पल के छ एउटा फंक्शन छ। एप्पल को डेरिभेटिभ मानौ एप्पल डैश, एप्पल को डेरिभेटिभ के छ एप्पल डैश, एप्पल को डेरिभेटिभ एप्पल डैश छ। त्यस्तै एप्पल तल दिएको छ, एप्पल डैश माथि दिएको छ अनि यसको यसरी दिएको छ इन्टिग्रेसन। यसमा डाइरेक्ट हामी के लेख्न मिल्छ log एप्पल डाइरेक्ट लेख्न मिल्छ प्लस सी। यो हाम्रो एन्सर हो। अब एप्पल को ठाउँमा बल हाल्दियो, बल को डेरिभेटिभ माथि दिएको छ बल डैश, यसको इन्टिग्रेसन log बल प्लस सी। यही हाम्रो एन्सर भयो, अहिले पनि बुझेको छौ कि छैन त्यो कमेन्टमा भनौ। तिमी बुझ्छौ कि बुझ्दैनौ भने मलाई कसरी थाहा चल्छ? तिमी कमेन्ट गर्छौ तब नै थाहा चल्छ। तिमी बुझ्दैनौ भने कमेन्ट गर्ने, बुझ्छौ भने तब पनि कमेन्ट गर्ने। यदि बुझ्दैनौ भने म नेक्स्ट भिडियोमा अझै राम्ररी बुझाउने ट्राई गर्छु। बुझ्छौ भने प्लिज एउटा कमेन्ट गरिदिनु है, स्विट कमेन्ट गरिदिनु। अब यो फर्मुला बुझ्यो ल, मलाई थाहा छ बुझेको होला। एउटा अझै इक्जाम्पल हेर्नु, जस्तै मानौ 2x स्क्वायर हैन x स्क्वायर प्लस 2x प्लस 5 दिएको छ। यो एउटा छ, यसको म डेरिभेटिभ निकाल्छु भने यसको डेरिभेटिभ गरौँ, यसको डेरिभेटिभ कति हुन्छ x स्क्वायर प्लस 2x प्लस 5। यसको डेरिभेटिभ गर्नु, यसको डेरिभेटिभ गर्दाखेरि कति आउँछ 2x प्लस 2 आउँछ। त्यस्तै खालमा यहाँ हेरौँ, यसको डेरिभेटिभ 2x आयो। अब यस्तै खालमा हेरौँ त यो x स्क्वायर प्लस 2x प्लस 5 छ। 2x प्लस 5 यहाँ तल दिएको छ अनि यो 2x प्लस 2 माथि दिएको छ dx। अब डाइरेक्ट हामी के लेख्न मिल्छ log जे तल हुन्छ त्यो माथि बोले यहाँ भइहाल्छ log 2x प्लस 5 प्लस सी। यही हाम्रो के भयो एन्सर। अब डाइरेक्ट हामी एक्सरसाइज तर्फ लागौँ बिना टाइम वेस्ट गर्दै। यो हाम्रो क्वेसन छ एक्सरसाइज 14.1 को 1 नम्बरदेखि लिएर म 8 नम्बरसम्म मात्र बनाउँछु यो भिडियोमा, किनभने भिडियो धेरै ठुलो भइहाल्छ नि गाह्रो हुन्छ क्या। ल हेरौँ, फर्स्ट क्वेसन छ हाम्रो। फर्स्ट क्वेसन एन्सर त डाइरेक्ट हेरौँ सल्युसन। पहिला स्क्वायर मिलाऊ, यहाँ इन्टिग्रेसनको साइन ठिकै छ। अब फर्स्ट क्वेसन छ एकपल्टको dx छ बाई x स्क्वायर छ प्लस अब के भइहाल्छ 49 7 को स्क्वायर अनि इन्टिग्रेसनको साइन दियो हो। अनि हेरौँ त यो फर्मुलामा गइरहेछ कि छैन, मिलाऊ अहिले। dx छ माथिमा। अब हेरौँ त x स्क्वायर पोजिटिभ छ, x स्क्वायर प्लस a स्क्वायर बीचमा प्लस छ प्लस a स्क्वायर। अब हेरौँ त 1/a tan इन्भर्स फर्मुला यसको के भइहाल्छ, फर्मुलामा डाइरेक्ट गइरहेछ 1/a tan इन्भर्स x/a प्लस c। यो फर्मुलामा गइरहेछ, डाइरेक्ट फर्मुलामा हाल्यो।
तो 1/a7 tan इन्भर्स x by a x के छ x by e भनेको 7 प्लस c बस हाम्रो के आयो त एन्सर आयो रे एन्सर आयो ल अब सेकेन्ड क्वेसन ल दिस इज आवर सेकेन्ड क्वेसन सल्युसन गरौँ पहिला एक स्टेपमा लेखौँ त यसलाई कसरी लेख्न मिल्छ 4x स्क्वायर छ यसलाई 2x स्क्वायर लेख्न मिल्छ त्यही लेखेको 4x स्क्वायरलाई 2x को होल स्क्वायर प्लस 5 को स्क्वायर 25 अब के यो फर्मुलामा गइरहेछ धेरैजनाले भन्छ हो यो फर्मुलामा गइरहेछ हेर त फर्मुलामा के छ फर्मुला 1/a ए स्क्वायर प्लस x अब मिलाउँदा फर्मुला यो ए स्क्वायर यो पनि छ हैन यो x स्क्वायर छ प्लस प्लस छ ए स्क्वायर छ तर फर्मुलामा मिलिरहेछ छैन फर्मुला मिलिरहेछ अब किन मिलिरहेछ छैन यसमा हेरौँ त x को अगाडि एउटा कोएफिसिएन्ट छ x को अगाडि कोएफिसिएन्ट छ यो कोएफिसिएन्ट हुनु पर्यो त परेन यहाँ x को अगाडि कोएफिसिएन्ट हुनु परेन यदि कोएफिसिएन्ट हुन्छ भने हाम्रो आन्सर गल्ती भयो अब यो कोएफिसिएन्टलाई कसरी हटाउन त्यो एउटा भयो आयो यो कोएफिसिएन्टलाई हटाउनको लागि हामीलाई के गर्नुपर्छ यो स्टेप होइन त यो स्टेप रङ छ ल यो dx अब के हुन्छ म भनिरहेछु यहाँ कन्स्ट्यान्ट टर्म छ है 4 यहाँबाट हटाउनुपर्छ यहाँबाट हटाउनको लागि के गर्नुपर्छ हामीले कमन लिन्छु 4 कमन लिन्छु के बच्यो x स्क्वायर प्लस 5 25 बाई यहाँ हेरौँ त यहाँ कमन कुन टाइममा लिन्छु जब जस्तै हेरौँ त ex जस्तै 4x प्लस 16 छ अब यसबाट त म त 4 कमन लिन मिल्छ x प्लस 4 भइहाल्छ तर यो केसमा के छ यहाँ पनि 4 छ यहाँ पनि 4 छ तर हेरौँ त यहाँ 4 छ यहाँ त 4 थियो यहाँ हेरौँ 4 छ त्यहाँ 4 छ 4 छैन किन 4 छैन अब 4 छैन भने के गर्ने त यहाँ 4 एड गर्न कसरी एड गर्ने त 4 अब हेरौँ यहाँ धेरै कन्फ्युजन होला हेरौँ 24/4 अब यसैमा 4 ले मल्टिप्लाई गरौँ न यो के गयो कट्यो अब यो के भइहाल्छ त्यसैको त्यस्तै नै भइहाल्छ 25 हेरौँ न स्टार्टिङमा के छ 25 छ यो यता नहेरौँ यो 25 छ 25 यसमा यहाँ 4x स्क्वायर छ यहाँ 4x बाट 4 निकाले बाहिर निकाले यहाँ त 4 थियो तर यो बाहिर निस्क्यो यहाँ त 4 छैन नि त्यहाँ त 4 एड गर्नुपर्छ यहाँबाट पनि 4 लिएछु भने 4 ले त एड गर्नुपर्छ अब यसलाई 4 ले यसलाई मल्टिप्लाई गर्दा हेरौँ न एकैछिनको लागि यहाँ यो 4 ले यसलाई मल्टिप्लाई गर्छौँ नि यो 4 भन्छ 4x स्क्वायर यहाँ के भन्छ 25 × 4 अनि 25 × 4 र 4 कटिहाल्छ कुनै फरक पर्दैन ल अब बोल dx यहाँ x स्क्वायर भयो x स्क्वायर प्लस यहाँ 25 को 5 को स्क्वायर 5/2 स्क्वायर यो फर्ममा गइरहेछ अब हेरौँ त यो फर्मुलामा गइरहेछ x स्क्वायर ए स्क्वायर मिलिरहेछ डाइरेक्ट फर्मुला युज गर्न मिल्छ फर्मुला के छ 1/a tan इन्भर्स x by a प्लस c तब डाइरेक्ट 1/4 सेम जस्ताको त्यस्तै नै इन्टु 1/e कति छ 5/2 1/a भनेको 5/2 tan इन्भर्स x by a x कति छ x by a कति छ 5/2 प्लस c अब सल्भ गरौँ हेरौँ न 2 जा कटिहाल्छ 2 जा कटिहाल्छ 1/10 tan इन्भर्स यो 2 माथि जान्छ 2x प्लस 5 प्लस c यही हाम्रो के हुन्छ त आन्सर हुन्छ यदि बुझिरहेको छैन भने कमेन्ट गरौँ
म नेक्स्ट भिडियोमा यही हिसाबले बुझाउने ट्राई गर्छु। अझै एकपल्ट नेक्स्ट भिडियोमा बुझाउने ट्राई गर्छु र कमेन्ट गर्छु तब नि मलाई थाहा चल्छ। प्लिज कमेन्ट गर्नु है। ल अब थर्ड हिसाब मलाई ल थर्ड नम्बरको सल्युसन गरौँ। अब यो क्वेसन हेरौँ त, पहिलाको जस्तै यो तिनटै क्वेसन जस्तै मिलिरहेछ। एकैछिन हेर, मिलिरहेछ, हेरौँ त मिलिरहेछ। यहाँ के थियो, डिएक्स मात्र थियो, यहाँ पनि के थियो, डिएक्स मात्र थियो, यहाँ के छ, एक्स पनि छ। यसलाई के गर्ने त, एक्स पनि छ। अब यसमा के गर्ने हेरौँ। अब हेरौँ न, अब स्क्वायर त मिलिरहेछ, यहाँ पनि के छ, यहाँ पनि स्क्वायर छ त, छैन। यहाँ पनि के छ, एक्सको पावर 4 छ। के गर्ने, अब एकपल्ट यसरी हो, एक्स डिएक्स माथिको जस्ताको त्यस्तै, एक्सको पावर 4 लाई एक्स स्क्वायरको स्क्वायर लेख्न मिल्छ, मिलिहाल्छ नि त। अरे बाबा, अब हेरौँ त, 3 लाई स्क्वायर गर्छु, कसरी गर्ने, यसरी रुट अन्डर रुट 3 को स्क्वायर। मलाई थाहा छ यो बुझेन। अरे बाबा 3 छ भने यसको स्क्वायर गर्छु भने कति आउँछ, 9। यो यसरी गर्न मिल्दैन। अरे अब 3 छ भने 3 को स्क्वायर गर्छु भने रुट अन्डर रुटलाई स्क्वायर गर्छु भने यो स्क्वायरले यो रुटलाई काट्छ त के हुन्छ, 3 नै भइहाल्छ। त्यो यहाँ गरेको त 3 लाई अन्डर रुट गरे अनि स्क्वायर गर्छु, कुनै फरक परेन। यो स्क्वायरले यो रुटलाई काट्छ, यो स्क्वायरले यो रुटलाई काट्छ भने 3 नै भइहाल्छ। त्यो गरेको। यहाँ के गर्ने त, यहाँ एक्स स्क्वायरको स्क्वायर छ, एक्स स्क्वायरको स्क्वायर छ। यहाँ के छ, लेट गरिदेऊ न यार, लेट। हामीले स्क्वायरको स्क्वायर होइन है, यहाँ छ फर्मुलामा एक्सको स्क्वायर छ, एक्सको स्क्वायर छ, एक्स स्क्वायरको स्क्वायर त छैन नि, एक्स स्क्वायर ल्याउनु पर्छ। लेट वाई इक्वल्स टु एक्स स्क्वायर। अब वाई को डेरिभेटिभ गर्नु, एक्स को रिस्पेक्टमा डेरिभेटिभ गर्नु, यसको पनि के भइहाल्छ, डेरिभेटिभ भइहाल्छ। एक्स स्क्वायर को डेरिभेटिभ गर्नु, डिवाई बाई डिएक्स, डिवाई बाई डिएक्स, अनि यसको डेरिभेटिभ कति भइहाल्छ, 2x। अब डेरिभेटिभ म सिकाउँदैन कसरी भयो, यहाँ पावर रुल युज भएको छ, म डेरिभेटिभ सिकाउँदैन। र डिवाई इक्वल्स टु हेर्नु त, डिवाई इक्वल्स टु यहाँ मल्टिप्लाई भइहाल्छ, क्रस मल्टिप्लाई डिवाई डिएक्स, डिवाई बाई डिएक्स। हेरौँ त, यहाँ के छ त, यहाँ डिवाई छ, हेरौँ त, एक्स डिएक्स, यो 2 लाई यता हाल्यो, डिवाई भयो त, डिवाई 2 ले डिवाई यता हाल्यो, अनि यहाँ के भयो, बच्यो एक्स डिएक्स। देयरफोर एक्स डिएक्स भयो। नाउ म अझै एउटा यही हिसाबको एउटा अझै मेथड सिकाउँछु है। अब हेरौँ त, 1/2y। नाउ हेरौँ त, एक्स डिएक्स यता छ, यहाँ पनि एक्स डिएक्स छ, अनि एक्स डिएक्सको ठाउँमा यहाँ एक्स डिएक्स यहाँ पनि छ, एक्स डिएक्सको ठाउँमा म 1/2 डिवाई लेख्न सक्छु, 1/2 डिवाई। अहिले कन्फ्युजन नहोस् त्यो कारण, त्यसैले म यो प्रोसेस युज गरिरहेको छु। एउटा दुईटा हिसाब म सिकाइदिन्छु अनि त्यसले म डाइरेक्ट लेख्छु। यो स्टेप मलाई लेख्नुको जरुरी थिएन, यो पनि स्टेप मलाई लेख्नुको जरुरी थिएन। अब किन थिएन, यही हिसाब म हेराउँछु है। अब हेरौँ त, एक्स डिएक्स अनि तलपट्टि के छ, तलपट्टि एक्स स्क्वायर छ, एक्स स्क्वायर छ, अनि हेरौँ त वाई इक्वल्स टु एक्स स्क्वायर म मानेछु, लेट गरेछु, लेट वाई इक्वल्स टु एक्स स्क्वायर। त म एक्स
को ठाउँमा y लेख्न मिल्छ र स्क्वायर छ x स्क्वायरको ठाउँमा म y लेख्न मिल्छ म लेखिदिएँ त्यहाँ पनि के छ x स्क्वायरको स्क्वायर छ भने y स्क्वायर भयो अनि प्लस अंडर रूट 3 को होल स्क्वायर भयो अब हेर्नु त यो कन्स्ट्यान्ट टर्म छ कन्स्ट्यान्ट टर्मलाई पहिले बाहिर फालिदिन्छु के बच्यो dy बच्यो अनि यहाँ के बच्यो y स्क्वायर प्लस अंडर रूट 3 को होल स्क्वायर बच्यो इट मिन्स यो फर्मुलामा गइरहेछ a स्क्वायर प्लस x स्क्वायर को फर्मुलामा गइरहेछ अब फर्मुला के छ यो 1/2 जस्ताको त्यस्तै फर्मुला के छ 1/a a के छ अंडर रूट 1/a tan इन्भर्स x के छ को ठाउँमा y/a के छ अंडर रूट 3 अब एक हेरौँ त यो 1/2 अंडर रूट 3 भयो tan इन्भर्स अनि y को ठाउँमा के लेख्न मिल्छ x स्क्वायर बाई अंडर रूट 3 मलाई लागिरहेछ हिसाब गल्ती छ ए ठिकै छ है ठिकै छ हिसाब ठिक छ मलाई लागिरहेको थियो हिसाब जस्तै गल्ती छ तर छैन ठिक छ ठिक छ आन्सर है ठिक छ किनभने मलाई लागिरहेको थियो अलिकति मलाई लागिरहेको थियो अब 4 नम्बरको हिसाब छ अब यो हिसाबमा एउटा नियम जान्नुपर्छ जस्तै मानौँ त हेरौँ त a प्लस b छ बाई ab छ a प्लस b बाई ab छ यसलाई म यसरी लेख्न मिल्छ मलाई म यसरी लेखिदिन्छु कुनै फरक पर्यो त कुनै फरक पर्छ त पर्दैन किनभने म डिस्ट्रिब्युट गरिदियो त्यस्तै खाले हेरौँ त यहाँ सबभन्दा पहिला जुनसुकै हिसाब होस् 2x प्लस 3 यदि दुईटा टर्म यदि हेर्नुभयो भने डाइरेक्ट अलग गरिदियो होला है 2x dx 4x स्क्वायर प्लस 1 अनि बिचमा प्लस छ प्लस अनि 3 सेपरेट गरिदिनु है सेपरेट गरिदिनु होला जुनसुकै हिसाब होस् भने यस्तो खालमा अब के गर्ने यो त इजी स्टेप थियो यसमा कुनै मगजमारी छैन अब मगजमारी के छ भने एकचोटि यहाँ हेरौँ तलको डेरिभेटिभ यहाँ हेर्नु है तलको यो जुन छ नि यो यसको डेरिभेटिभ गरेर हेर्नु होला है डेरिभेटिभ हेर्नु यहाँ 4x स्क्वायर प्लस 1 यसको डेरिभेटिभ गर्दाखेरि कति आउँछ 4 यसको यो कन्स्ट्यान्ट आइहाल्छ भने यसको 2x यानी कि इट मिन्स 8x आउँछ यसको डेरिभेटिभ गर्दाखेरि 8x आउँछ 8x आउनु तर यहाँ तलको डेरिभेटिभ छ नि तलको जुन फंक्सन भ्यालु छ मैले भनेको थियो फंक्सनवाला याद गर्नुहोस् f डैश यदि माथि छ भने f(x) को माथि छ भने डाइरेक्ट हामीले के लेख्न मिल्छ log f(x) लेख्न सक्छु यो वाला फर्मुला यहाँ अप्लाई हुन्छ यो वालामा हेर्नु त यसको डेरिभेटिभ कति आयो त 8x कति आयो त रे 8x आएको छ 8x तर यहाँ 8x छ त छैन यहाँ त 8x आउनु पर्यो त कसरी याद गर्ने त यहाँ त 8x आउनु पर्यो भने कसरी याद गर्ने है हेरौँ सबभन्दा पहिले यहाँ 4 ले मल्टिप्लाई गर्न मिल्छ कि मिल्दैन मिलिहाल्छ जस्तै मानौँ a छ यसले मलाई 4a बनाउँछ यो a छ तर मलाई 4 यो a छ यसले मलाई 4a बनाउनु छ भने के गर्छु 4 ले मल्टिप्लाई गरिदिन्छु अनि 4 ले डिभाइड गरिदिन्छु गर्न मिल्छ किनकि म्याथको रुल छ जति हामी एड गरिरहेको छौँ त्यति नै हामीले सबट्र्याक्ट गर्नुपर्छ जति हामी मल्टिप्लाई गरिरहेको छौँ त्यति नै हामीलाई डिभाइड पनि गर्नुपर्छ अब हेरौँ त यसले 4 ले मल्टिप्लाई गर्दाखेरि यो 8x आउँछ अनि 4 ले मानौँ यसलाई म मल्टिप्लाई गरिदिएँ त 4 ले मल्टिप्लाई गर्दाखेरि कति आउँछ 8x dx आइहाल्छ मजाले 4x स्क्वायर प्लस 1
प्लस अनि यो सेम यो 3 के छ कन्स्ट्यान्ट टर्म छ 3 के छ कन्स्ट्यान्ट टर्म छ dx हेरो 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 कान्छु हेरो हेरो यसलाई अब 2x स्क्वायर प्लस 1 यसरी लेख्न मिल्छ नसक्छु र यसलाई 1/4 अब यसको अब एकछिन यो टर्मको लागि यताको लागि हैन यसको लागि मात्र गरिरहेछु यो यताको लागि लेट y इक्वल्स टु 4x स्क्वायर प्लस 1 यसको लागि मात्र गरिरहेछु फेरि है किनभने यसलाई फर्मुलामा त लग्नु छ किनभने यो फर्मुलामा अहिले छैन न e स्क्वायर माइनस x स्क्वायरको फर्ममा छ न x स्क्वायर माइनस a स्क्वायरको फर्ममा छ न a स्क्वायर प्लस x स्क्वायरको फर्ममा छ कुनैको फर्ममा छ त छैन त्यही भएर यसलाई फर्मुलामा लगिरहेको छु पहिला अब हेर्नु त अब डेरिभेटिभ गर्नु x को रेस्पेक्टमा डेरिभेटिभ गर्नु 4x स्क्वायर प्लस 1 अनि यसको डेरिभेटिभ गर्दाखेरि कति आउँछ dy बाई dx अनि यसको डेरिभेटिभ गर्दा 8x आउँछ अनि dy को भ्यालु कति आयो 8x dx 8x dx आयो 8x dx आयो यो त कुन यति गरे हामी कुनको लागि यो साइडको लागि गरेछौ अनि यो साइडको लागि गरे त गरेन अब यो साइडको हेरौँ पहिला यो चेक गरौँ कि फर्मुलामा छ कि छैन a स्क्वायर प्लस x स्क्वायर फर्ममा छ तर एउटा कन्डिसन छ के 2 छ यहाँ कोफिसिएन्ट हुनु परेन मैले यो भन्दा पहिला भनेको थियो यहाँ कुनै पनि कोफिसिएन्ट हुनु परेन यहाँबाट कोफिसिएन्ट पहिला हटाउनु पर्छ अनि कोफिसिएन्ट कसरी हटाउने त लेट गर्दिन लेट y इक्वल्स टु 2x लेट गरिदियो यहाँ पनि के गर्ने त डेरिभेटिभ गर्दिने x को रेस्पेक्टमा डेरिभेटिभ गर्न x को रेस्पेक्टमा डेरिभेटिभ गर्दाखेरि के आउँछ dy बाई dx यसको डेरिभेटिभ गर्दाखेरि के आउँछ 2 आयो कति आयो त 2 आएको छ र अब 2 आएको भने dy बाई 2 इन्टु dx आयो त आइसक्यो अनि 2 लाई यो साइड पठाइदियो 1/2 dy अनि dx अनि हेरौ dy यो दुवै हेरौ अब नाउ एकचोटि यो स्टेप लेखौ एकचोटि स्टेप बनाइरहेको छु यो लेख्नुको जरुरी छैन योबाट डाइरेक्ट हामी लेख्न मिल्छ अगाडिको स्टेप लेख्न मिल्छ तर कन्फ्युजन नहोस् त्यही भएर म यो एक स्टेप लेखिरहेको छु 1/4 8x dx 4x square plus 1 plus 3 dx 2x whole square plus 1 यो स्टेप लेख्नुको जरुरी थिएन तर म कन्फ्युजन नहोस् कुनै त्यसैको लागि म लेखिरहेको छु अब हेरौ त 1/4 जस्ताको त्यस्तै लेख्लियो अब हेरौ त यहाँ पनि 8x dx छ 8x dx को भ्यालु यहाँ के निकालेछु dy यहाँ 8x dx छ यहाँ यसको ठाउँमा dy लेख्न मिलिहाल्छ अब हेरौ त 4x स्क्वायर प्लस 1 बराबर कति भनेछु y भनेछु अनि प्लस 3 बाहिर छ कोफिसिएन्ट टर्म छ बाहिर कन्स्ट्यान्ट टर्म छ भने अनि हेरौ त dx इक्वल्स टु के लेखेछु भने 1/2 dy 1/2 dy अनि यो कोफिसिएन्ट टर्म छ यसलाई म बाहिर निकाल्दिन्छु भने के हुन्छ बुझ्नुभयो त यसलाई dx म डाइरेक्ट यहाँ dy लेख्न सक्छु अब हेरौ त बच्यो के 2x स्क्वायर प्लस 1 तलपट्टि 2x लाई म के लेख्न मिल्छु y किनभने लेट गरेछु y अनि यसको स्क्वायर छ भने यसको स्क्वायर प्लस 1 कुनै फरक पर्यो त परेन 1/4 अब यो मैले फर्मुला भनेको थियो भने यदि एप्पलको डेरिभेटिभ यदि माथि हुन्छ भने एप्पल ड्याश
त्यसलाई हामी के लेख्न मिल्छ लग एप्पल लेख्न मिल्छ कि मिल्दैन मिलिहाल्छ मिलिहाल्छ कि मिल्दैन अब जस्तै मानौँ ए को डेरिभेटिभ माथि छ भने यसलाई के लेख्न मिल्छ लग ए लेख्न मिल्छु जस्तै मलाई थाहा छ एक्स को डेरिभेटिभ एक्स ड्यास छ भने के लेख्न मिल्छ लग एक्स अब एउटा एक्स एक्स भयो ल त्यस्तै लग वाई प्लस यहाँ के गरेँ मैले बुझ्नुभयो त यहाँ के गरेँ मैले यहाँ 3/2 कन्स्ट्यान्ट टर्म छ भने त्यस्तै फर्मुलामा के लगाइदियो 1/a स्क्वायर प्लस एक्स स्क्वायरको फर्ममा गइरहेछ 1/a कति छु 1 tan इन्भर्स एक्स को ठाउँमा वाई प्लस ए tan इन्भर्स 1/a प्लस सी अब के गरौँ यसलाई एकपल्ट लेखौँ 1 लग वाई को ठाउँमा के छ वाई को ठाउँमा 4x स्क्वायर यो साइडको होइन किनभने यो साइडको सल्भ गरिरहेको छु यो साइडको होइन वाई 4x स्क्वायर प्लस 1 4x स्क्वायर प्लस 1 प्लस 3/2 और इन्टु यहाँ 3/2 भइहाल्छ tan इन्भर्स वाई को ठाउँमा हेरौँ त यो साइडको यो एकछिन वाई को ठाउँमा हेरौँ त 2x प्लस सी यही के भइहाल्छ हेरौँ एउटा क्वेसन के भनिरहेको छु यदि तिमी यो साइड वाई मानिरहेको छु भने यो साइड वाई ड्यास मान्नु है यहाँ मैले मिस्टेक गरिदिएछु भने त्यहाँ वाई ड्यासको स्क्वायर यहाँ वाई ड्यास यदि वाई यहाँ ए यता वाई मानिरहेको छु यहाँ जेड मान्न सक्छु यहाँ वाई मानिरहेको छु यहाँ एक्स मान्न सक्छु मैले मिस्टेक गरिदिएँ कि यहाँ वाई ड्यास हालिदियो किनभने कन्फ्युजन भइहाल्छ ल अब नेक्स्ट हिसाब 5 नम्बरको पनि सेम हिसाब छ 4 नम्बर जस्तै खालि म यो हिसाब बनाउँदैन म हिन्ट दिइरहेको छु अनि तपाईँ आफै बनाउनु है ल म के हिन्ट दिइरहेको छु भने यहाँ पहिला डिस्ट्रिब्युट गर्ने 6x बाई एक्स स्क्वायर प्लस 9 dx प्लस इन्टिग्रेसन dx बाई एक्स स्क्वायर प्लस 9 पहिला डिस्ट्रिब्युट गर्ने सेपरेट गर्ने अनि सेपरेट गरिसकेपछि अनि यो कन्स्ट्यान्ट टर्म छ पहिला यसको डेरिभेटिभ गर्ने यसको डेरिभेटिभ गर्दाखेरि के हुन्छ 2x आउँछ यसको डेरिभेटिभ गर्दाखेरि 2x त माथिमा 2x ल्याउने ट्राई गर्ने माथिमा के गर्ने त 2x ल्याउने ट्राई गर्ने बुझ्यो त गरिदिरहेको छु म डाइरेक्ट बनाइदिइसकेको छु किनभने इक्जाम्पल किनभने 4 र 5 सेम हिसाब छ र 4 भन्दा अलि सिम्पल पनि छ त्यसैले म डाइरेक्ट एक्सप्लेन गरिदिइरहेको छु के यहाँ हेरौँ त पहिला मैले डिस्ट्रिब्युट गरिदिएँ डिस्ट्रिब्युट कसरी गरेँ मैले भन्न नै सकेको छु यहाँ 6x बाई एक्स स्क्वायर प्लस 9 लेख्दिएँ अनि प्लस dx 1ले मल्टिप्लाई गर्दा dxले त dx नै भइहाल्छ अनि dxलाई बेग्लै गरिदिएँ अनि यहाँ के गरेको छु यहाँ 6 के छ कोफिसिएन्ट छ 6 के छ अरे कोफिसिएन्ट छ अनि कोफिसिएन्टलाई बाहिर निकालिदिएछु अनि सेम गरिदिएछु एक्स dx बच्यो बाई एक्स स्क्वायर प्लस 9 बच्यो अनि प्लस अनि यहाँ पनि सेम गरेछु अनि एक्स स्क्वायर प्लस अनि 9 को ठाउँमा के हालिदिएछु भने 3 को स्क्वायर 9 नै भइहाल्छ त्यहाँ 9 लाई 3 को स्क्वायर बनाइदिएछु अनि के गर्छु अनि यो स्टेपमा के गरेछु भने यसको डेरिभेटिभ हेरौ है त यसलाई लेट गरिदिएछु के गरेछु लेट गरेछु लेट y इक्वल्स टु एक्स स्क्वायर प्लस 9 अनि यसको डेरिभेटिभ गरिसकेपछि 2x आयो अनि dy इक्वल्स टु कति आयो त 2x dx आएको छ 2x dx आएको छ अनि x यहाँ के छ x dx बचेको छ यहाँ x dx को भ्यालु यहाँ के निकालेछु 1/2 dy निकालेछु यो d छ x dx को भ्यालु के हालेछु 1/2 dy निकालिसकेको छु अनि यहाँ नाउमा हेरौँ त अनि यहाँ हेरौँ x dx को ठाउँमा यहाँ x dx को ठाउँमा म डाइरेक्ट 1/2 dy लेख्न सक्छु 1/2 dy अनि 1/2 कोफिसिएन्ट कन्स्ट्यान्ट छ भने यो कन्स्ट्यान्ट छ भने त्यसलाई म बाहिर निकाल्दिएँ त 6/2 भइहाल्यो अनि यहाँ बच्यो dy बाई अनि एक्स स्क्वायर प्लस 9 लाई म y लेट गरेछु यहाँ y अनि प्लस अनि यो जस्ताको त्यस्तै यहाँ सारिदिएँ
अनि हेरौँ अनि 6 ले यहाँ डिभाइड गर्यो भने 2 ले 6 लाई डिभाइड गर्यो भने 3 आयो। यहाँ फर्मुला युज गरेछु लग y प्लस यहाँ डाइरेक्ट फर्मुला अप्लाई गरेछु 1/3 लग अनि यो सल्भ गरेर अनि 3 लग अनि अब यहाँ त y को भ्यालु पुट गरेछु अनि प्लस tan इन्भर्स अनि यहाँ गरेछु डाइरेक्ट हाम्रो फर्मुला। यहाँ हेरौँ 2 नम्बरको र 7 नम्बरको हिसाब सेम नै छ। के छ सेम छ अलमोस्ट सेम छ। यहाँ dx 4x बाई 4x स्क्वायर 4x स्क्वायर यहाँ प्लस छ माइनस छ यतिको मात्र फरक छ। यहाँ के छ 25 यानी इट मिन्स 5 को स्क्वायर छ। यहाँ 9 छ 9 भनेको 3 को स्क्वायर यो भयो हाम्रो के 5 को स्क्वायर यो 5 को स्क्वायर र यो 3 को स्क्वायर पुरै फरक सेमै छ। गर्न सक्छौ मजाले तिमी गर्न सक्छौ। यसको एन्सर मलाई कमेन्टमा भन्नु है। यो तपाईलाई म एउटा वर्क दिए एउटा वर्क प्लिज यो गर्नु होला है। सेम नै हिसाब छ खाली यसमा के छ प्लस छ यहाँ माइनस छ यतिको मात्र डिफरेन्स छ। र यसमा के छ पहिला डिफरेन्स छ भने यहाँ प्लस को फर्मुला युज हुन्छ यहाँ 1/8 tan इन्भर्स x बाई a प्लस c यो फर्मुला युज हुन्छ। र यसमा के छ भने यो हिसाबमा के छ 1/2a log x माइनस a बाई x प्लस a प्लस c यो फर्मुला युज हुन्छ। यो फर्मुलामा युज हुन्छ यतिको मात्र डिफरेन्स छ तर हिसाबको फर्मेट सेम नै छ। ल म 6 नम्बरको अहिले गरिरहेको छु र त्यही भनेको एकचोटि 2 नम्बरको रिमाइन्डमा भिडियोलाई हेर्नु होला र त्योबाट त्यही कन्सेप्टबाट यो पनि बनाउनु किनभने यो सेम नै हिसाब छ। जहाँ यो जता पुरै हिसाब सेम नै बन्छ यो दुवैको हिसाब पुरै सेम प्रोसेस सेम छ तर यहाँ जुन ठाउँमा यो गएर यो फर्मुला यो हिसाब यो फर्मुलामा जान्छ त्यही ठाउँमा गएर यो हिसाब यो फर्मुलामा जान्छ। गरौ सबभन्दा पहिला सेम हिसाब छ सेम यसमा केही पनि फरक छैन अलि पनि। अब हेरौँ त a को पावरमा 1 प्लस a को पावरमा -1 मा के डिफरेन्स छ। a को पावर 1 प्लस a को पावर -1 मा के डिफरेन्स छ के डिफरेन्स छ रे डिफरेन्स के छ त डिफरेन्स यो छ यो a भइहाल्छ अनि यो 1/a भइहाल्छ। कताबाट भयो 8 9 10 क्लास को INDICES indices रूल बाट 8 9 10 क्लास को indices रूल बाट र 7 को पनि भन्न सक्छु 7 8 9 10 चार साल पढाइ हुन्छ अनि हेर्नु है a को पावर जब a को पावर -1 हुन्छ भने यसको मतलब 1/a बुझ्यो त। स्टार्ट गरौँ म हिसाबलाई सल्युसन पहिला एक स्टेपमा सेम हिसाबलाई सल्युसन गरौँ e को पावर x प्लस e को 1/e को पावर x लेख्नु केही गर्नु छैन यति ला 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 ला। जब हम खुद नहीं समझ पाए तो तुम्हें क्या समझाएंगे बे। ला यो कहाँबाट के गयो कहाँबाट यता आयो उता गयो चित्ता गयो ले ला ली लो तु के गरेको यसलाई यसले मल्टिप्लाई गरेको एलसीएम लिन आउँछ एलसीएम लिएको छु। अब एलसीएम लिन आएन भने यो त लाज मर्दो कुरा हो। अब यसमा के गर्छु भने यो माथि गइहाल्छ e को पावर x माथि गयो किनभने 1/a बाई x छ भने यो x बाई a माथि गइहाल्छ त्यही यहाँ गरेछु। अब e को पावर x स्क्वायर प्लस 1 र dx अब हेरौँ त यो फर्मुलामा गइरहेछ छैन किन गइरहेको छैन भने यसको
ई को पावरमा यता के छ त ई को पावरमा एक्स यहाँ एक्स हुनु परेन डाइरेक्ट ई को स्क्वायर हुन्थ्यो भने जान्थ्यो तर एक्स छ भने जाँदैन के गर्ने लेट y इक्वल्स टू ई को पावर एक्स लेको अनि यसको डेरिभेटिभ गर्ने dx के गर्ने त d को पावर x को रिस्पेक्टमा यसको डेरिभेटिभ यति नै हुन्छ dy बाइ dx इक्वल्स टू ई को डेरिभेटिभ ई को पावर x छ भने यसको डेरिभेटिभ सेम नै हुन्छ र देयरफोर dy इक्वल्स टू के हुन्छ त ex इन्टु dx यति आयो नाउ अब यतिको ठाउँमा म y लेख्न सक्छु किनभने लेट गरेछु dy बाई अब ई को पावर x लाई y स्क्वायर लेट गरेछु प्लस 1 अब म त्यति एक्सप्लेन गर्दिनँ किनभने म धेरै एक्सप्लेन गरिसकेको छु अब के गर्छु फर्मुलामा युज गर्छु कुन फर्मुलामा 1/a tan इन्भर्स x बाई ए यो फर्मुला युज गर्छु हेर त फर्मुलामा त छ ए स्क्वायर प्लस यहाँ 1 छ भने 1 को स्क्वायर 1 नै भइहाल्छ ए स्क्वायर प्लस एक्स स्क्वायरको फर्ममा गइरहेछ भने 1/a को ठाउँमा 1 अनि tan इन्भर्स x बाई ए x बाई ई सरी यहाँ x हुँदैन y हुन्छ x बोल्दा बोल्दा हो y x नै लेखाइहाल्यो y बाई ई को ठाउँमा 1 प्लस c यहाँ tan इन्भर्स y को ठाउँमा के लेख्न मिल्छ e को पावर x प्लस c यो हाम्रो एन्सर अब लास्ट क्वेसन सायद छ मलाई लाग्छ किनभने 7 नम्बरको भनि नै सकेछु अनि 8 नम्बरको लाइट पनि गइसक्यो है त ल 8 नम्बरको यतै ओहो 8 नम्बरको म यतै बनाइरहेको छु अब 8 नम्बरमा के छ क्वेसन लेख्नु यो है त क्वेसन लेखिरहेको छु क्वेसन लेखिरहेको छु dx 5 x स्क्वायर माइनस 4 सल्युसन 8 नम्बरको छ इट मिन्स 8 नम्बरको अब हेरौँ यसबाट 5 कमन लिइहाल्छु यसबाट 5 किनभने 5 को स्क्वायर हुन्छ त हुँदैन 5 यहाँ भने कसैको स्क्वायर 5 हुन्छ हुँदैन अब कसैको स्क्वायरसँग पनि मतलब छैन किनभने फर्मुला भन्छ कि एक्स स्क्वायर माइनस ए स्क्वायर हुन चाहियो चाहे ए स्क्वायर प्लस वाई स्क्वायर मतलब एक्स स्क्वायर हुनु पर्यो तर यसको अगाडिमा कोफिसिएन्ट हुनु पर्दैन त्यस कोफिसिएन्ट हटाउनलाई के गर्नुपर्छ 5 कमन लिइहाल्छु 5 के गरे त कमन लिइहाल्यो अब योसँग त 5 थियो तर यो 4 सँग 5 छ त छैन के गर्छु 4/5 यहाँ लेखिदिन्छु अनि 5 ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ जस्तै हेरौँ न 1/5 गरे अनि यहाँ 4/5 अनि 5 ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ यो कटिहाल्छ किनभने 4 सँग 5 थिएन त्यै पनि उहाँले कमन dx अब x स्क्वायर यसलाई पनि यो 2 को स्क्वायर 4 अंडर रूट 5 लेख्न मिल्छ मिलिहाल्छ किनभने यो स्क्वायरले यो 5 को रुटले काट्दिन्छ भने 5 त्यस्तै फर्ममा आइहाल्छ अब हेरौँ त ए स्क्वायर माइनस एक्स स्क्वायर को फर्ममा गइरहेछ मजाले फर्मुलामा हाल्दै 1/5 इन्टु 1/2a 2e ए को ठाउँमा कति छ रे 2/√5 यो 1/4 छँदैछ 1/2e फर्मुलाको 1/2e 2 1/2 e को ठाउँमा कति
2/√5 त्यसमा पछि ले आउँछ log के यहाँ केयरमा जस्तो भइहाल्छ के फरक पर्दैन x minus a x minus e ये के छ 2/√5 by x plus e 2/√5 plus c अब हेरौँ त हेरौँ है यो 5/√5 माथि गइहाल्छ माथि गयो भने यो के भइहाल्छ 4 2 2 जा 4 into 5 20 अनि log एलसीएम लिँदाखेरि √5 x minus 2 यो √5 x 2 plus c यति पनि एन्सर हुन्छ तर एक स्टेप बढाउँछु र यसलाई अझै बढाउनु खोज्छु भने बढ्छ किनभने 2 into 4 into 5 गर्न मिलिहाल्छ यो छाड्यो यति नै एन्सर भयो ल भेटौँला नेक्स्ट भिडियोमा बाइ